वेलकम साथीहरु सबैजनालाई स्वागत छ हाम्रो न्यू डे न्यू ब्लगमा। आज चाहिँ फेरि हामी न्यू कन्टेन्टसँग आइसकेका छौँ। किनभने चाहिँ हामी कहाँ जाँदा हाम्रो भन्नु हामी चाहिँ टिकापुर जाँदैछौँ है। हाम्रो चाहिँ त्यहाँ प्रोग्राम छ, सबैजना आउनु होला। हाम्रो चाहिँ के राजु शिविर त होइन, एउटा प्रोग्राम हो हाम्रो क्रिस्चियनहरूको चाहिँ चङ्गाई कार्यक्रम त्यो प्रोग्रामहरू हामी चाहिँ जाँदैछौँ। हामी चाहिँ विशेष उद्देश्य लिएर जाँदैछौँ है। हामी चाहिँ त्यहाँ दर्शक भएर होइन, के आशा लिएर जाँदैछ। आयो सबै राम्रो होस्। म चाहिँ फर्स्ट टाइम जाँदैछु है। एकचोटि पार्कमा चाहिँ गउँछु, त्योदेखि अन्त कतै पनि गएको छैन। यो चाहिँ हामी नेपाल सरकारको रुल्सलाई पनि हामीले फलो गर्नुपर्छ। लिँदै गएको छ। हामीले बाइबल बोकेको छौँ झोलामा। बाइबल बोकेर यात्री हो सानो चाहिँ फर्केर आउने ल। हाम्रो लागि गाडी पनि आइसकेको छ, एकदम नयाँ न्यू कार। वा गोजरकोसी पनि पाइसकेको छ। ल हाम्रो गाडी हिँडिसकेको छ। एकदमै हाँसी हाँसी हिँडिसक्नु भएको छ। ल हामी चाहिँ हामी यहाँ यसरी बसेछौँ। मलाई हेरिदिनु होला। एकदम लुम्बिनी प्रदेशमा यहाँहरू सबैलाई स्वागत छ। प्रदेश हाम्रो बर्दियाको शान, हाम्रो गौरव, हाम्रो कर्णाली पुल। सो गाइजहरु हामी चाहिँ पुगेर पनि भिडियो बनाएर पनि एकदमै रमाइलो थाहा छ त। लुम्बिनी प्रदेशदेखि अब मग्न मस्तै हुनुहुन्छ दिदी। हेर्नुहोस् यस्तो राम्रो हावा चलेको छ। हेर्न सक्नुहुन्छ हामी चिसापानीबाट अब हिँड्छौँ। त्यसपछि हामी जानेछौँ गाइजहरू। एकदमै हिरोनी हुनुभएको छ उहाँ दिदी चाहिँ। हेर्नुहोस् वेदर कस्तो राम्रो छ यो समय। टक्क डाँडाकाँडाहरूलाई हेर्दै हामी गइरहेको छौँ। के मजाको हो राइदर। तो साथीहरू हेर्नुहोस् यहाँ यस्तै रमाइलो भएर हिँडिरहेको छौँ हामी चाहिँ। कर्णाली यहाँ हिँड्दैछौँ हामी चाहिँ। एकदमै ऊ हावा यस्तो राम्रो दिदी। वाउ चिसो पानीमा घुम्दा भएको झोलाले उल्टो फर्किरहेछ थाहै छैन। एकदमै हामी घुमघाममा एकदम व्यस्त छौँ अहिले चाहिँ थोरै समयको लागि। अब चाहिँ हामी टक्क हिँडिरहेको छौँ साथीहरू। हेर्नुहोस् यहाँ दिदीहरूको के कुरा चल्दैछ यहाँ। माल त यहाँ धान थालेर भन्नुभएको छ। यहाँ त गर्नु भयो रे। थालो न है कति गइरहेछ। कैसा लगा मेरा मजाक? दुईटै पागलहरूले यहाँ एकदमै कुरा चम्की चलिरहेको रहेछ। हेर्नु साथीहरू म ठ्याक्कै टाइमिङमै पुगेको रहेछु। साथीहरू हेर्नुहोस् अहिले चाहिँ जसरी दुईटै दिदीहरू हिँडिराख्नु भएको छ। हामी चाहिँ दुईटै पछाडि छौँ। एकदमै जोससँग हिँडिराख्नु भएको छ। अब यो चाहिँ हाम्रो चिसापानीको चेक पोस्ट हिँडेरै टक्क चिसापानी चाहिँ यहाँ पछाडि छ। हेर्न सक्नुहुन्छ दामी छ। साथीहरू टक्क हावा खाँदै हामी दुई बहिनी हिँडिरहेको छ। यस्तो राम्रो हावा यस्तो राम्रो फिल भइरहेको छ यो हावाले गर्दाखेरि। यस्तो मतलब ब्ल्याङ्केट ओढेर सुत्दाखेरि पनि चिसो यति आनन्द। जो अरू चिसो हुन्छ नि त्योभन्दा बेग्लै चिसो कि। हेर्नुहोस् डाँडा गाडा हेर्दै हिँड्दा मजा लाग्छ यहाँनिर चाहिँ टक्क। साथीहरू हामी चाहिँ भ्लग चाहिँ बनाउन पाएन तर त्यस कारणले गर्दा बस पार्किङतिर पुगेर जाँदैछौँ यतातिर। टक्क दिदीहरू त अटोमा बस्नु भएको छ। हामी चाहिँ पछाडि पनि यसो लागेको रहेछ बाटो यो बाटो चाहिँ यहाँ यसरी
माई गॉड हेर्नु गाडीहरु पार्किङमा यत्रो गाडीहरु लागेको छ प्रभुका जनहरू यस्तै यार हेर्नु साथै प्रफिट बजेन्द्र सिंहको मिनिस्ट्रीमा यसरी मान्छे यसरी एकदमै यहाँ यस्तो छ माहौल गाडी पार्किङ गर्दै हुन्छ माहौल चाहिँ यस्तो छ साथीहरु हेर्नुस् गाइजहरु हेर्न सक्नुहुन्छ हामीले चाहिँ पानी सानी किनिहाल्यौं दिदीले के हो सुन्तला छ यसमा चौचौ छ अनि के अरे पकौडा छ ताजा ताजा बनेको अब हामी जान लाग्यौं उतातिर अहिले चाहिँ प्रफिट बजेन्द्र सिंह आउनु भएको छैन उहाँ पास्टरबाट चाहिँ उहाँ आइसकेपछि फेरि हुन्छ होला अभी इसी समय परमेश्वर का आत्मा काम कर रहा है आपकी लाइफ में। क्या आप तैयार हैं? तैयार हैं? बस कर जोर लगाओ शाबाश, जोर लगाओ शाबाश, जोर लगाओ चलो चलो वही चलो अब इसी समय कौन आपके सामने खड़ा हो रहा है? अंदर देख रहे हैं, लगना चल रहे हैं, बहना सुन रहे हैं, गूंगे सिलेंडर उतर रहे हैं, चमत्कार होने के लिए दुष्ट आत्माएं निकल रही है। मैं कह रहा हूँ घर जाकर देखना। इसके नाम SNRF PG जैसे आप गवर्नमेंट जॉब के साथ आएंगे शौशी के नाम। ल प्रभुलाई धन्यवाद भएको पनि गाठागोठी सन्चो भएछ ल गॉड ब्लेस ल प्रभुलाई धन्यवाद है दिदी तपाईलाई पनि आशिष मिलेकोमा यस हाम्रो आशिष चाहियो ओके गाइजहरु फाइनली है हामी यहाँ आएको छ रमाइलो भयो धन्यवाद हामीलाई चाहिँ यसरी प्रार्थना सभामा सहभागी हुन पायौँ हामी यसरी लाखौँ मान्छे हामी चाहिँ यहाँ एकदमै धेरै म यति खुसी छु हाम्रो प्रभु धेरै शक्ति छ बाटो जीवन प्रभु नै हुनुहुन्छ सबैजनाले प्रार्थनामा सम्झिनु होला आज धेरै मैले गरेको छु कति धेरैजना आउनुभएको छ हेर्नु साथीहरु यति धेरैजना प्रभुलाई सबै कुराद्वारा महिमा भएको होस् यस्तो भिड हेर्नु त मान्छे त पुरा यस्तो भिडमा हेर्नुहोस् ओहो तर कालोतिर पर्यो तर मान्छे चाहिँ एकदमै हुन्छ सो हामी चाहिँ यहाँ खाइरहेको छौँ टक्क सुन्तला निकालेर बुवा पनि ट्याक्क हुनुहुन्छ यहाँ चाहिँ एकदम खानु नखानु भनिरहेको छ यहाँ चाहिँ मजाले गाइराख्नु भएको छ यहाँ चाहिँ मेरो हातबाट फेरि पनि दिनु भइहाल्यो ल रियलमा हेरेको छौँ अझ विश्वास नलागे जस्तो हुन्छ अझ हेरेको छौँ अचम्मै परे जस्तो हो नि मलाई त एकदमै व्यवस्थित गर्दैछु है हामी खाइसकेपछि अनुशासन हुनुपर्छ गाडी प्रार्थना सभा
सकेको लगभग 45 मिनट भइसक्दा पनि यो अझै पनि भिड हो है। अझै पनि गाडीहरू एकदमै अझै आउने क्रम जारी नै छ। एकदमै भिडभाडहरू भइरहेको छ। तपाईँहरूलाई यही देखाउन खोजिरहेको थिएँ। हस् त धन्यवाद। ओके आजको यो ब्लगलाई पनि हामी एन्ड गर्दैनौँ है। हाम्रो गाडी यात्रा जारी छ। सो यहाँ कुराकानी भयो हामी प्रार्थना पनि गरिहाल्यौँ गरिकन प्रार्थना गरेर घर फर्किबस्किँदैछौँ। सो एकदमै ह्याप्पी छौँ आज एकदमै हामी ब्लेसिङ छौँ अभिषेक भएर हामी निस्केछौँ आजको दिन प्रभुले हामीलाई अनुभव गर्नुभएको छ। यस्तो भिडभाड छ साथीहरू यस्तो भिडभाड छ यहाँ गाडी पनि पुरा बस बुक गरेर आउनु भएको छ। त्यो हेर्नुहोस् गाडी नपाएर अहिले चाहिँ हालत खराब भइसक्यो यहाँ गाडी नै मिल्न लागेन त अटै मिल्न लागेन। अब हेर्नुहोस् साथीहरू हेर्नुहोस् प्रोफेट बजेन्द्र सिंह मिनिस्ट्रीको क्रेज यस्तो छ हेर्नुहोस् पुरा बाटो जाम भएर बल्ल 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 निस्किरहेको छौँ 4-5 भइसक्यो। ठ्याक्कै मैले भिडियो एन्ड गर्नु ठ्याक्कै एक्सिडेन्ट हुने ट्राफिकको डरले मम्मी उत्रिनु भएको। अब बस्नुहुन्छ उहाँ फेरि अब छैन अब त ल अब चाहिँ बाटो पुरा बाटो ब्लक नै भएको छ। बिचरा दिदीहरू आज गाडी नपाएर यहाँ हिँडी यहाँ पुगिसक्नु भयो। वाह 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 म पनि सारिदिन्छु ल त जानुहोस् त बाई। बिचराहरू फेरि पनि हिँडी कहाँ पुगिकन आउनु भयो अहिले यस्तो बाटो जाम कि भ्लग एन्ड गर्नु पर्ला भनेको तर प्रोफेट बजेन्द्र सिंहको क्रेज देखेर चाहिँ आज बाटोको मान्छेको पब्लिक कस्तो थियो म त हामी अटो नपाएर हामी पैदल हिँडेर आएको है गाडी पनि हामीलाई भेटाउन सकेनन् कि त्यस्तो हामी अहिले भेटाएर छौँ बाइकमा आएको मान्छे जनै अरू त गाडी यति धेरै जाम छ कि त्यहाँ साथीहरू पुरै छोडिदिउँ। अब चाहिँ हिँड्न लाग्यौँ राति पुगाइ हुन्छ आज साथीहरू हेर्नुहोस् अब हिँड्नै पर्यो। ठुलो बाटो एकदमै रमाइलो भइरहेको छ यात्रामा पनि हिँडिरहेको छ के गर्नु कुल चाहिँ राम्रो छ त्यो हामीलाई गाडी नै पाइन लागेन लम्कीको लागि मात्रै भयो नि गाडी पाइन लागेन के गर्नु यस्तै भयो नि ठाउँ मिलेको छ साथीहरू बाहिर ठाउँमा हामीलाई अड्डाइदिनु ल रमाइलो छ एकदमै अब के गर्ने यस्तै जानु पर्छ नपाउनु भन्दा यस्तै गर्ने ठिकै छ रमाइलो लागिरहेको छ नपाउनु भन्दा एकदमै ठिकै छ अड्डी भयो रमाइलो एक्सपिरियन्स एकदम डिफ्रेन्ट पाइरहेको छ योजनाको ट्रिपमा। ल लम्कीसम्मको यात्रा सुरु भयो। ल गाइजहरू पुग्यौँ हामी लम्की धौधौ पुग्यौँ फाइनली गाडीमा उभिएर अब चाहिँ धौधौ अब चाहिँ अब चिसो बाँध्नुको लागि निस्किनु पर्ने भयो फेरि धन्यवाद। ल ठिक छ पाउनु पनि सङ्घर्ष त गर्नै पर्छ लाइटहरू कस्तो राम्रो देखिन्छ नि रातिको
माई गड आगो लागिछ साथीहरू हेर्नु त हामी भर्खरै पुग्यौँ यहाँ भुरी गाउँमा पसल बन्द छ क्या फेरि उही न उही आगो लाग्यो भने त घरमा पनि प्रब्लम हुने ओहो के भएछ ओ गड कठै न साथीहरू भुरी गाउँमा आगो लाग्यो भुरी गाउँमा ओहो न गड आउँदा यस्तो देख्नु पर्यो पुरा लाग्यो निभ्यो अझ पानी हाले पनि निप्छ नगरपालिकामा दमकल छैन ओ गड लाग्यो भने त सके पुरा हेर्नु त यतापट्टि यो होइन रुखमाडी बस्त्र लागेको बिचमा हजुर लाइन ठिक पर्यो लाइन राम्रो पर्यो लाइन काट्न पठाएको कोरियन सर्ट भएर अन्त लाग्थ्यो अनि पुरै जान्छ त्यसले लौ न यतातिर बिहेको तयारी साथीहरू टक्क तर यो घर आउँदाखेरि चाहिँ चाबी चाहिँ किन लागेको बाहिर ताजा लागेको अनि अझ आएर कस्तो हो तपाईँ हामीहरू हेर्नु साथी आज प्रार्थनाको आज हाम्रो सँगै प्रार्थना थियो आज गएर आयौँ आएर हेर्नु न साथी आज हाम्रो घरमा चाबी लगाएको हामी कस्तो रोयौँ साथीहरू यस्तो गरेर राखन मेरो बहिनी दिदीहरू हेर्नु त यस्तो हालत के प्रभुको महिमा गर्न कहाँ सजिलो छ र है गाह्रो छ नि है साथीहरू प्रभुको महिमा गर्न कहाँ सजिलो छ र एकदमै गाह्रो रहेछ अनि आशिष भएर आउन त्यति सजिलो अब कमिङ साथी अब बिचारा कस्तो हो क्या शर्मिला माया दया छैन नि कमिङ यस्तो पनि दिन आउँछ हेर्नु ल वेलकम छ हजुरहरूलाई ल हिँड्नु साथीहरू ल अब हामीहरू साथी यसरी जाँदैछौँ उता हेर्नु साथी चापी लगाइरहेछ ओ तता कपडा चेन्ज गरेर आउनुभयो मेरो सानोलाई देखाइदिनु न मेरो छोरो कमिङ ढोका खोलिदिनु ढोका खोलिदिनु न ढोका खोलिदिनु अनि मैले भात बसालेँ यो मेरो बहिनी बिचारा यति दुःख गरेर मासु लिएर आयो बल्ल हेर्नुहोस् 200 को मासु ल्याएर आएको हामीले त्यो बाहिर टाढाबाट देखाउँछ काट्नु है जङ्गलबाट 200 को मासु ल्याएर जङ्गलबाट मासु पाइन्छ जङ्गलबाट नै आउँदैन जङ्गलबाट आएको सो ओके गाइज आज चाहिँ एकदमै हामी फ्रेस भएर अब सुत्नलाई रेडी भइसक्यौँ आजको ब्लगलाई चाहिँ एन्ड गर्छौँ सुरुदेखि अन्तिमसम्म हेर्नुको लागि धन्यवाद बाई